पर्खाइले नै त हामीलाई बचाइरहेको छ। दुःखपछि सुख आउँछ भन्ने आशमा त मानिसहरू बाँचिरहेका छन्। नत्र दुःखै दुःखको पिञ्जरामा थुनिन कुनै बचाहान्छन् होला र। प्रतीक्षा गर्न सक्नेहरू जिउँछन्, नसक्नेहरू आफ्नो शरीर आफै नष्ट गर्छन्। हाम्रो जीवन नै एक रहस्य हो। भोलि के होला के तिमी भन्न सक्छौ र? न तिमी भन्न सक्छौ न म भन्न सक्छु। आज साथमा छन् कोही, भोलि अपरिचित हुन पुग्छन्। देख्दै नदेखेकाहरू प्यारो हुँदै परिचित हुन पुग्छन्। जे छ त्यसैमा कहिल्यै रमाउन नसक्ने हामी पैसामै खुसी छ भन्छौँ। पैसा भएपछि थाहा हुन्छ पैसाले खुसी दिँदैन रहेछ। एउटा घर बनाएपछि सबै खुसी आउँछ जस्तो गर्छौँ। घर बनाएपछि थाहा हुन्छ घरले पनि त खुसी नदिँदो रहेछ। जे छ त्यसैमा सन्तुष्ट हुन सिक्नुपर्छ। सन्तुष्ट हुने कुरामै उत्कृष्ट हुन सिक्नुपर्छ। लोभ, लालच र घमण्डलाई त्यागेर आफूमै गर्व गर्न सिक्नुपर्छ। आफ्नो भागमा परेको कुरालाई नै स्वर्ग देख्न सिक्नुपर्छ। जब हामी आफूसँग केही छैन जस्तो गर्छौँ त्यही बखत नै हामीसँग सब थोक हुने गर्छ। सानो घरमा सबै परिवार एकै ठाउँमा बसेको त्यो पल तिमीलाई थाहा छ अब कहिले फर्कँदैन। जति घर ठुलो बन्दै जान्छ उति परिवार घट्दै जान्छन्। एक दिन तिमीसँग सब थोक हुन्छ, पैसा, इज्जत, घर, खेत। तर बाआमा नै नरहेपछि त्यो जति नै सम्पत्ति होस् अर्थविहीन हुन्छ। बा रहन्, आमा रहन्, अरू किन चाहियो? सफलताले शिखर जुम्दा साथमा परिवार रहन्, अरू किन चाहियो? बुझ्छौ एक दिन बाआमा बाहेक कोही आफ्नो हुँदैन। जति नै होस् धन सम्पत्ति बाआमा बिना केही आफ्नो हुँदैन। कमाएर सम्पत्ति कसलाई छ देखाउनु? बाआमालाई भगवान मानी मन्दिर घरमै बसाउनु। चर्को वचन नलाउनु जस्तो अवस्था आए पनि, कर्तव्य कहिल्यै नभुल्नु अधिकार जस्तो पाए पनि। सम्झाउनु बुझाउनु बाआमाले बुझेनन् भने, सँगै टुच्नु पानी सँगै छाता उन्न मान्दैनन् भने। हिम्मत नहार्नु एक दिन सबै पुरा हुन्छ। सपना बाआमालाई खुसी बनाउनु छ भने पर्ख केही समय अवश्य पुरा हुन्छ।